अब के विराटनगर किङ्सको कप्तान परिवर्तन हुन्छ? कति बलियो छ एनपिएलमा विराटनगर किङ्स? कस्ता खेलाडी आउँदैछन् त विदेशी? आउनुहोस् यसै विषयमा चर्चा गरौँ। हाम्रो च्यानललाई लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्नु भएको छैन भने लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्नुहोला। नेपाल प्रिमियर लिग एनपिएल आउन अब केही दिन मात्र बाँकी छ। यसै क्रममा एनपिएलका 8 टिमले विदेशी खेलाडी भित्राइरहेका छन्। यसै क्रममा आज हामीले सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर किङ्सको विषयमा चर्चा गर्दैछौँ। विराटनगरमा कस्ता खेलाडीहरू आउँदैछन् त भन्ने विषयमा यहाँहरूलाई जानकारी दिनेछौँ। सन्दीप लामिछाने कप्तानी रहेको विराटनगर किङ्समा के सन्दीप लामिछानेको कप्तानी खोसिने चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ, तर यस विषयमा विराटनगर किङ्सको अफिसियल फेसबुक पेजमा भने कुनै जानकारी छैन। अहिलेसम्म विराटनगर किङ्समा दोस्रो सिजनको एनपिएल खेल्न को आउँदैछन् त? आउनुहोस् उनीहरूको विषयमा चर्चा गरौँ। दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसीलाई अनुमोदन गरेको छ। विराटनगर किङ्सले एक विज्ञप्ति जारी गर्दै डुप्लेसीलाई अनुमोदन गरेको जनाएको छ। डुप्लेसी अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी मध्ये एक हुन्। कप्तानको रूपमा देश दक्षिण अफ्रिका र आइपिएलको चेन्नई आरसिबीलाई नेतृत्व गरेको अनुभव उनीसँग छ। उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले गरेको जनाएको छ। फाफ डुप्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किङ्स र एनपिएलको लागि गर्वको कुरा हो। अफ्रिकाबाट 69 टेस्ट, 143 ओडिआई र 50 टी20 आई खेलेका छन्। टी20 आईमा 35.5 दिनको औसत 1528 रन बनाएका थिए। त्यस्तै विदेशी खेलाडी हुन् विराटनगर किङ्समा स्कटल्यान्डका ब्याटर जज मुन्सेलाई अनुमोदन गरेको छ। मुन्से टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि प्रचलित खेलाडी मध्ये एक हुन्। उनले स्कटल्यान्डको तर्फबाट 50 भन्दा बढी टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनको आगमनले टोलीको माथिल्लो क्रम थप बलियो हुने विराटनगर किङ्सले विश्वास लिएको छ। उनको आक्रामक ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र विश्वासको गुणस्तर थपिने अपेक्षा टिमले गरेको छ। त्यस्तै अर्का विदेशी खेलाडी हुन् मार्टिन गप्टिल। न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन्। उनको अघिल्लो श्रृङ्खलामा पनि निकै चर्चा भएको थियो। विराटनगर किङ्सले दोस्रो सिजनका लागि पनि उनलाई अनुमोदन गरेको हो र विराटनगर किङ्सले अन्य विदेशी खेलाडीहरू पनि ल्याउने जानकारी दिएको छ, तर अहिलेसम्म आधिकारिक हिसाबमा कुन खेलाडी आउँदैछन् भन्ने कुरा आइसकेको छैन। हामीले यो भिडियो तयार पार्दासम्म विदेशी खेलाडी अनुमोदन भएको विराटनगर किङ्स निकै बलियो देखिएको छ र अन्य टिमहरूले पनि विदेशी खेलाडीहरू भित्राइरहेका छन्। अब हामीले अर्को भिडियोमा अर्को टिमको विषयमा चर्चा गर्नेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।